4 अध्याय। अब शरीर अनुसारका हाम्रा पुर्खा अब्राहमको सम्बन्धमा हामी के भनौं त? यदि अब्राहम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठाउँ रहने थियो, तर परमेश्वरको अगाडि त होइन। किनकि पवित्र शास्त्रले के भन्छ? अब्राहमले परमेश्वरमाथि विश्वास गरे र त्यो उनको निम्ति धार्मिकता गनियो। अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो। जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि विश्वास राख्दछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ। परमेश्वरले कर्म बिना नै धार्मिक गर्नुहुने मानिसलाई यी वचनद्वारा दाउदले धन्यका भन्दछन्। तिनीहरू धन्यका हुन् जसका अपराधहरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो जसको पापको लेखा परमेश्वरले लिनुहुन्न। के यो आशीर्वाद खतनावालाहरूका निम्ति मात्र हो कि बेखतनावालाहरूका निम्ति पनि हो? अब्राहमको निम्ति त उनको विश्वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्दछौं। तब कसरी यो उनको निम्ति धार्मिकता गनियो? उनको खतना हुन भन्दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि। खतना नहुँदै विश्वासद्वारा पाउने धार्मिकताको चिन्ह वा छाप स्वरूप उनले खतना पाएका थिए। खतना बिनै विश्वास गरेर धर्मी गनिएका सबैका उनी पिता हुन् भन्ने उद्देश्यले यो भएको हो। उनी ती खतनावालाहरूका पनि पिता हुन् जसका खतना भएको मात्र होइन, तर जसले विश्वासको त्यही नमुनालाई पछ्याउँछन् जुन विश्वास खतना हुन अघि हाम्रा पिता अब्राहममा थियो। संसारको उत्तराधिकारी हुनलाई अब्राहम र उनको वंशलाई दिएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो। यदि व्यवस्था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्छन् भने त विश्वास रद्द र प्रतिज्ञा व्यर्थ हुन्छ। किनभने व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन। त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ। यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहमका सबै वंशहरूका निम्ति पक्का होस्। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहमको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो। किनकि अब्राहम हामी सबैका पिता हुन्, जसो लेखिएको छ, मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। जुन परमेश्वरमाथि अब्राहमले विश्वास गरे उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन् भनेर परमेश्वरले भन्नुभयो अनुसार आशा पटक्कै नहुँदा पनि अब्राहमले आशा राखी विश्वास गरे र यसरी उनी धेरै जातिहरूका पिता बने। प्राय 100 वर्ष पुगिसकेका अब्राहम मरेतुल्य भइसकेकी आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर उनी विश्वासमा कमजोर भएनन्। परमेश्वरको प्रतिज्ञाबारे कुनै शंकाले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दरिलो भएर उनले परमेश्वरलाई महिमा दिए। प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहमलाई पूरा निश्चय थियो। यसै कारण पनि उनको विश्वास उनको निम्ति धार्मिकता गनियो। धार्मिकता गनिएको हो भन्ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन, तर हाम्रा निम्ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुने माथि विश्वास गर्छौं, यो हाम्रा निम्ति पनि गनिनेछ। उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।